हामी नेपालीहरूले हेला गरेको र भारतीयहरूले एकदमै मन पराउने साग बेठे सागको बारेमा कुरा गरौँ। यसलाई हाम्रो ठारू भाषामा बेठुई भनेर पनि चिन्ने गर्छौँ। यो साग विश्वकै हेल्दी सागहरूमध्ये एक हो। यो सागमा प्रशस्त मात्रामा भिटामिन ए, भिटामिन सी, भिटामिन के, फोलेट, आइरन, क्याल्सियम, फस्फोरस, पोटासियम, म्याग्नेसियम जस्ता थुप्रै भिटामिन र खनिज पाइन्छ। यसको साथै यसमा प्रशस्त मात्रामा फाइबर पनि पाइने गर्छ। त्यसकारणले यसलाई नेचुरल मल्टिभिटामिनको रूपमा पनि लिइन्छ। जाडोमा यसको सेवन गर्दा नेचुरल हिटरको काम गर्छ। यदि पट्याउनुहुन्न भने एकचोटि अवश्य ट्राई गर्नुहोला। बेठुई साग खानुका थुप्रै फाइदाहरू छन्। यो सागमा प्रशस्त मात्रामा आइरन, भिटामिन B6, भिटामिन B9 पाइने हुँदा रक्तअल्पता कम गर्न मद्दत गर्दछ। यसमा भएको फाइबरले पेट सफा राख्ने, कब्जियत भएका बिरामीहरूको लागि एकदमै उपयोगी साग हो र यसले पाचनलाई सुधार गर्ने काम पनि गर्छ। यसको साथै आँखा, छाला र कपाल स्वस्थ राख्ने, रोग प्रतिरोधात्मक शक्ति बढाउने, यसमा भएको क्याल्सियम र भिटामिन के ले दाँत र हड्डीलाई बलियो बनाउने काम गर्छ। यसको सेवनले सुगर कन्ट्रोल गर्ने र यसमा भएको पोटासियमले ब्लड प्रेसर सन्तुलन राख्न मद्दत गर्दछ। अब कुरा आउँछ यो साग कति मात्रामा खाने वा कसरी खाने। सामान्यतया स्वस्थ व्यक्तिले हप्तामा 2-3 पटकसम्म यो साग खान सक्नुहुन्छ। तर युरिक एसिड, थाइरोइड, किडनी स्टोन भएका बिरामीहरूले चाहिँ हप्तामा 1 पटक वा डाक्टरको सल्लाह बमोजिम खान सक्नुहुन्छ। साथीहरू, यो जानकारी तपाईलाई कस्तो लाग्यो? भिडियो मन परेको छ भने लाइक गर्नुहोस् र यो जानकारीलाई धेरैभन्दा धेरै सेयर गर्नुहोस्।